हाम्रो गुरुजनको पर्खामा थियो ठ्याक्कै आइपुग्नु भयो। यहाँ हाम्रो आमा छ, मेरो सबैको आमा, हाम्रो कान्छी दिदी र माइली दिदीले हामीलाई बिना पैसामा खाजा खुवाइराख्नु भएको छ। यसरी सधैँ खान पाउने हामी आशा गर्दछौँ। दिदीको कसरी खाने त यत्रो यत्रो खाइसक्यो अब सिमन दाई मासुको सुप नभए पनि 14 सुप त खानु पर्यो नि। यो एक जयमा सिमन पाएको स्वागत हो नि दाइ। गुड मर्निङ। आजको ब्रेकफास्टमा स्वागत छ। गुड मर्निङ। तिम्रो नाम? शिक्षा देवी श्रेष्ठ। अनि आजको ब्रेकफास्ट कस्तो लागिरहेछ? लागिरहेछ।